असामयिक निधन हुनुभएका साथी श्री गोपाल प्रसाद थारूको अन्तिम संस्कारका लागि हामी जम्मा भएका छौँ। उहाँको चिर शान्तिको लागि हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै जान्दैन त्यो इन्द्रै बिन्ती गरुन झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उदिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो। आज हामी अत्यन्तै दुःखद घडीमा छौँ। सिङ्गो 12 बर्दियाले एउटा कुशल शिक्षकलाई गुमाउन पुगेको छ भने परिवारजन र आफन्तजनमा शोकको भाव फैलिरहेको अवस्थामा 12 बर्दिया नगरपालिका वडा नम्बर 4 पदनाहा निवासी विक्रम सम्वत 2028 सालमा पिता सीताराम थारू माता चेरी थारूको कोखबाट विक्रम सम्वत 2028 सालमा जन्मिनु भएका 54 वर्षको उमेरमा महाप्रस्थान हुनुभएका स्वर्गीय गोपाल प्रसाद थारूज्यूको अन्तिम संस्कारको क्रममा हामी छौँ। परिवारभित्र एकजना श्रीको सृष्टि सँगसँगै त्यो परिवारलाई तुहुरो बनाएर अभिभावकत्व अर्काको काँधमा सुम्पिँदै जुन मृत्युवरणको यो अवस्था भएको छ यो अत्यन्तै दुःखदायी छ। यति हुँदै गर्दा एउटा शिक्षण पेसामा लागेर समाजलाई समुन्नत बनाउनका निम्ति हाम्रा ती अबोध बालबालिकाहरूमा ज्ञानको ज्योति छरेर अगाडि बढाउनका निम्ति अनवरत रूपले 2062 सालमा नियुक्त भई 20 वर्ष सेवा अवधि गरी शिक्षकहरूको सङ्गठनभित्र नेपाल शिक्षक सङ्घभित्र आबद्ध भई आजीवन क्रियाशील सदस्यका रूपमा अनवरत रूपले सेवा पुर्याउनु भएका स्वर्गीय गोपाल प्रसाद थारूज्यूलाई नेपाल शिक्षक सङ्घ 12 बर्दियाले आफ्नो झन्डा ओढाएर शिक्षकको कलम अंकित शिक्षक सङ्घको प्रतिनिधित्व गर्ने
झन्डा ओढाएर मृत आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने घडीमा हामी छौँ। उहाँले नेपाल शिक्षक सङ्घमा आबद्ध भएर सङ्घलाई पुर्याउनु भएको योगदान अविस्मरणीय छ। यो योगदान केवल झन्डामा मात्र सीमित छैन, यो सम्मान मात्र होइन, उहाँले यो शिक्षक सङ्घप्रति पुर्याउनु भएको योगदान सिङ्गो बाराबर्दिया र लुम्बिनी प्रदेशले कहिल्यै पनि बिर्सने छैन भन्ने अपेक्षासहित हामीसँग नेपाल शिक्षक सङ्घ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रामजानकी मावि भैँसासुरका बाँसगढीका प्रधानाध्यापक नारायण प्रसाद शर्माज्यू हामीसँग उपलब्ध हुनुहुन्छ। यो शोकको घडीमा परिवारजनमा एउटा समवेदना प्रकट गर्नका निम्ति आफ्नो अमूल्य समय दिएर पाल्नु भएको छ। त्यसै गरी नेपाल शिक्षक सङ्घ बाराबर्दियाका अध्यक्ष जनजागृति पराबी गुलराका प्रधानाध्यापक पूर्व सहकर्मी पनि हुनुहुन्छ उहाँ सुन्दर डोटेलज्यू पनि यो शोकको घडीमा उपस्थित भई शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नका निम्ति आउनुभएको छ र शिक्षक सङ्घको तर्फबाट झन्डा ओढाएर उहाँलाई विदायी सम्मान सहितको चिर शान्तिको कामना गर्ने कार्यक्रम छ। तसर्थ म नेपाल शिक्षक सङ्घ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष नारायण प्रसाद शर्माज्यू र नेपाल शिक्षक सङ्घ बाराबर्दियाका अध्यक्ष सुन्दर डोटेलज्यूलाई संयुक्त रूपमा म झन्डा ओढाई सम्मान प्रकट गरिदिनु हुन अनुरोध गर्दछु। यो झन्डा ओढाइसकेपछि हामी 1 मिनेट मृत आत्माको चिर शान्तिको निम्ति मौन धारण गर्नेछौँ। त्यस पश्चात यो झन्डालाई परिवारजनबाट निकाल्नु हुनेछ र हाम्रो अन्तिम संस्कार, हाम्रो दागबत्ती दिने संस्कार अगाडि बढ्नेछ भन्ने जानकारी पनि म गराउन चाहन्छु। अल्पायुमै आफ्नो सेवालाई र आफ्नो परिवारजनलाई छोडेर गए तापनि उहाँले पुर्याएको योगदान हामीमा सदा सर्वदा अविस्मरणीय रहिरहनेछ।